कस्तो लागिरहेको बायोमेट्रिक गर्न जाँदा एकदम खुसी लाग्यो बाई बाई नानी बाई बाई सी यू भोलि रेस्टुरेन्टलाई चाहिँ बाई गरेको होइन ल कस्तो लागिरहेको दुईजना आज बुढोको भोलि बायोमेट्रिक छ अन्त कुन ठाउँमा अरे तिम्रो बायोमेट्रिक कुन ठाउँमा अरे के भन्दा नि त्यही जानुपर्छ हामीले खाजा तरी बोकेर हिँडेछौँ रेड एक्सप्रेस छौँ होइन कुन चाहिँ फिक्स बसमा हामी यस्तो टुङ जाँदैछौँ म हल्का हल्का बिरामी मेरो बुढोलाई बिरामी भयो भनेर मैले गाली गर्दा गर्दा हुन्छ अनुहार अनुहार झन् आनन्दले दुईजना भएर घुम्न हिँडौँला अलिक सन्चो भएर भनेको कम्फोर्ट त गर बिरामी आउँदाखेरि त ज्वरो आएर खन्ती बिरामी भएर आएछन् मेरा बुढा अनि मलाई तनाव भयो अनि गाली गरेको यस्तो छ बल्ल बल्लै निस्केको 19 भयो त्यो ट्रेनमा जाने हो अहिले चाहिँ मैले एउटा भिडियो एडिट गर्ने थियो एउटा भिडियो एडिट गरेर हाल्नु मान्छेलाई मन नपर्यो मलाई मन परेको चाहिँ बुढोको कपाल है यसैमा जाने यसमा Se tu queres comprar contigo, tens algum desconto contigo, não faças favor, partilhar contigo. यो चाहिँ ओरन्ते हो ओरन्तेबाट चाहिँ हामी बसमा जाँदै थियौँ चाहिँ ओरन्ते हो अब हामी दिदीलाई बाई बाई गर्छौँ 2 दिनको लागि हामी फिक्स बस चढ्नको लागि जाँदैछौँ खाना खान्छु मेरो बुढोको बिरामी भएर अनुहार ए सुजन दाइलाई किन यस्तो बिरामी भएर पठा तपाईँलाई पक्नु फेरि अब दाइ लान्छु भन्नु होला नि मैले जानेको छु अब हामी चाहिँ फिक्स बक्स चढ्नको लागि चाहिँ यस्तो कसेर जाँदैछौँ 37D भनेर छ कान्छु यही लाइन होला यस्तो छ कति नम्बर टाढै यता हेर बसबाट झरेर मुक्ति मार्दैछौँ चप्पलहरू झर्ने रहेछ मान्छे फेरि यस्तो छ Exit the round. भिसेउ पोर्चुगलमा
फुलै फुलको गार्डन रहेछ अनि यहाँ पनि फुल रहेछ अनि त्यहाँ पनि लाली गुराँस रहेछ यो चाहिँ नेचुरल लाली गुराँस अनि यो आउँदै गरेको चाहिँ मेरो जिन्दगीको लाली गुराँस हो मेरो पर्सनल लाली गुराँसले प्रकृतिको लाली गुराँसलाई चुप्पा गर्दैछ राम्रो राम्रो विश्व भन्ने ठाउँमै हामी यस्तो ठाउँमा आइपुगेको यही ठाउँमा आइपुगेको हो यो ठाउँको नाम हो यो चाहिँ विश्व भन्ने चाहिँ मेरो टनको पानी बित्थ्यो छ गाइज हामी चाहिँ अब पेट पूजा गर्नको लागि खोज्न हिँड्दैछौँ उतापट्टि भयो रेस्टुरेन्ट सो भन्ने ठाउँमा कस्तो लागिरहेको आपनको बिरामी छ है यस्तो मेरो बुढो चाहिँ बिरामी हुनुहुन्छ बुढोलाई चाहिँ एकदम गाह्रो भइरहेको छ ठिकै छ के गर्ने आउनै पर्यो बाध्यता इटालियन इन्डियन प्यालेसमा खाना खान जाँदैछौँ हेरौँ गाइस के पाइन्छ मिठो हुन्छ कि हुँदैन नेक्स्ट डेको भिडियो चाहिँ हामी भोलि पोस्ट गर्छौँ यो चाहिँ हाम्रो फर्स्ट डे हो 2 दिनको लागि गएको थियो 1 नाइट 2 दिनको लागि नेक्स्ट डेको भिडियो चाहिँ भोलि अथवा अर्को दिन हाल्छौँ See you soon. Bye bye. Have a good day.